हेलो दर्शकबिन मेरो साथीहरू। म चाहिँ आज तिहार लागेर यहाँ यो बगान सफा गर्दैछु, फुलबारी। भोलि पर्सि देउसी आउनुको लागि। देउसीहरू आउँदाखेरि एकदम सुन्दर भएको हुनुपर्छ, लक्ष्मी आउनुहुन्छ, अनि त्यसको लागि सफासफी गर्दैछु म। तपाईँलाई कस्तो लाग्यो मेरो यो भिडियो हेरेर? राम्रो लाग्यो भने लाइक सेयर गरिदिनु होला। अब म चाहिँ यहाँ भन्नु छ मेरो दर्शकबिनहरू, मेरो साथीहरूलाई, यो चाहिँ हेप्पी दिवाली है, हेप्पी तिहार। सबै मेरो साथीभाइहरूलाई मेरो तर्फबाट हेप्पी तिहारको शुभ शुभकामना। सबैलाई नमस्कार है मेरो दर्शकबिनहरू, जति हुनुहुन्छ हेर्नेहरूलाई सबैलाई राधे राधे, हेप्पी दिवाली। म यहाँ चाहिँ यस्तो सफा गर्दैछु। कस्तो लाग्यो तपाईँहरूलाई? राम्रो लाग्यो भने राम्रो लाग्यो भनिदिनु होला। र म चाहिँ यो यिनीहरू सफा गरिदिन्छु। यो सफा गरेपछि अनि यहाँबाट यसो देउसी भैलीहरू खेल्ने आउँछ यो बाटो, अनि हेर्दाखेरि सुन्दर लाग्छ। लक्ष्मी पुज्ने दिन पनि सफा भयो भने यो दुईपट्टि यहाँ बत्ती जलाएपछि महालक्ष्मी पनि आएर चाहिँ यहाँ हामीहरूको घरमा प्रवेश गरिदिनुहुन्छ कि, त्यसको लागि पुरा क्लियर सफा हेर्नु पनि राम्रो होस्। अरू घरमा मैला ऐला भएको त राम्रो होइन। त्यसको लागि जङ्गलहरू अलिक यस्तो हुँदैछ त, त्यसको लागि मैले चाहिँ यो सफा गरेको। अरू मैले चाहिँ यस्तो फुल लगाएको छु। अनि कस्तो लाग्यो साथीहरूलाई, मेरो दर्शकबिनहरू? राम्रो लाग्यो भने राम्रो लाग्यो भनिदिनु होला। म चाहिँ यो आज चाहिँ हेप्पी दिवालीको लागि तपाईँहरूलाई बनाइदिएको है। मेरो साथीहरूले जोसित यो मेरो भिडियो पुगेछ, हेप्पी दिवाली भनेर चाहिँ भनिदिनु होला है। एउटा कमेन्ट गर्नु होला हेप्पी दिवाली भनेर। अनि चाहिँ म सोच्छु कि मेरो साथी, मेरो फ्रेन्डले हेरेको रहेछ भन्ने। थ्याङ्क यू, धन्यवाद।